हेलो गाइस नमस्ते वेलकम टु माई च्यानल व्हाट्सएप व्लग्स हैन अन्त आज चाहिँ हामी के गर्दैछौँ भने चाहिँ हामी गेस द क्रिकेटर च्यालेन्ज गर्दैछौँ जहाँ चाहिँ मेनी क्रिकेटर्स इन्डियन क्रिकेटर्सको नाम हुन्छ जो या यस्तो पर्ची देखाउँछु म तपाईहरुलाई अहिले त्यो पर्चीमा नाम लेखेको हुन्छ त्यो नाम चाहिँ पढेर चाहिँ एक्टिङ गर्नुपर्छ अब टक्कै यहाँ छैन पर्ची अब मैले चाहिँ टक्कै एउटा पर्ची उठाल्नुपर्छ अब यसको नाम पढ्नुपर्छ को छ त्यो एक्टिङ गरेर चाहिँ उसलाई बुझाउनुपर्छ जस्ट दैट गेम वी आर गोइङ टु एक्टिङ गरेपछि दादाले गेस गर्थे गाइस अब चाहिँ निबितले चाहिँ यहाँ छ यहाँबाट एक एकवटा टिपेर चाहिँ म यो चाहिँ एक एकवटा टिपेर अब कुन चाहिँ चारटा टिप्नुपर्छ चारटा टिपेर मलाई भन्छ त्यहाँदेखि चारटा भन्छ त्यो चारटा चाहिँ मैले टिपेर भन्छु अब लो लेट्स स्टार्ट गाइस निबित एउटा टिप नाम मलाई भन्नु पाउँदैन जस्ट एक्टिङ गर्नुपर्छ है विराट कोहली रोहित शर्मा हिटम्यान अन्त हिटम्यान मलाई याद छ नि त नेक्स्ट के हो सचिन तेन्दुलकर हो अरे सरी ला हालिरहेको थिएँ त्यहाँ भाग्छु किचन अरे एमएस धोनी तिमीले सचिन तेन्दुलकर देखायो सचिन तेन्दुलकर सिधा हान्छ लम्बा सिक्स हान्छ एमएस धोनीको त्यो के पढ्यो फेरि पछि गरेर फेरि अलिक यतापट्टि फर्केर गर न मलिङ्गा भाइ मैले चारटामा चारटै गेस गरेँ अब भयो तिम्रो टर्न अब मेरो टर्न तिमी त भनिसकेको छ अब मेरो टर्न अरे फर्स्टैमा खत्रै परेछ स्कुल सुनेको मैले गुड यादव सेकेन्ड वाला हेलो विराट कोहली हो विराट कोहली कता भयो तिमीले विराट कोहली के साथ विराट कोहली कतिवटा छ अब एउटा बुमरा अरे कता अब यो चाहिँ गर्दै गर्दैन लेट्स सी जडेजा फेरि हेर्छ हेरे मेरो हात सबै हेरे च्याउ के हो को लाम भन नाम को सुनिरायनन करेक्ट अनि गाइस आजकोमा चाहिँ टाई भएको छ अन्त तिमीलाई कस्तो लाग्यो आजको त्यो च्यालेन्जले तिमीले त दामी गेस गरे आज यसो हेर्नु साथै अब मैले केही गर्ने साथै तिमी विराट कोहली भयो दामी लाग्दै मलाई आजको म्याच चाहिँ टाइट भएको छ अन्त दिभित्र मेरो अब हामी खुसी छौँ अब तपाईँहरू पार्ट 2 चाह्यो भने तपाईँहरूले यसमा 50 लाइक गरिदिनुहोस् होला अन्त त्यति बेलासम्मको लागि चाहिँ बाई बाई